हाम्रो चाहिँ हरेक साँझको नित्य कर्म सुरु भइसकेको छ। हाम्रो ब्याकयार्डमा चाहिँ यति राम्रोसँग यो के अरे के प्लम कि के अरे बिनु प्लम कि के अरे यो आरु बखडा। यो आरु बखडा मजाले फुलेको छ। यो स्याउको बोट हो। हाम्रो ब्याकयार्डमा चाहिँ यति राम्रो फुल फुलेको छ। अनि यहाँ बिनु चाहिँ यो पानी हाल्न सुरु गरिसकिन्। खेत तल छ, पानी चाहिँ भित्तामा हाल्छिन्। यस्तै छ उसको बानी बेहोरा चाहिँ। होइन छोड्दै छोड्दै त अलिअलि चुन्छ चुन्छ अलिअलि केही छैन हो र। जताबाट पनि राम्रै देख्छु त म हो र। पानी हाल्ने ढङ्ग छ तिमीलाई? पानी हाल्नु भएको त्यो पुरानमा यसरी पानी छर्किन्छ नि के अरे यसो यसो गरेर यसो गर्नुभएको। ओम शान्ति शान्ति भनेर त्यति ओम शान्ति शान्ति ओम शान्ति शान्ति गरे जस्तो गर्नु हुँदो रहेछ। मजाले भिज्ने गरी कस्तो हुँदो रहेछ भने टाढाबाट नखिच्नु न आवाजै सुनिँदैन। कस्तो हुँदो रहेछ भने रमनले हालेको पानी चाहिँ भोलिपल्ट उठेर हेर्दाखेरि 3 दिन भयो पानी नहालेको जस्तो देखिँदो रहेछ। कस्तो कोतारिएछ बिनु तिम्रो याद आमा। अनि मैले हालेको पानी चाहिँ अहिले अङ्कलको छोरीलाई भेटेर आएको। चाहिँ अस्ति बर्थडे थिएन उहाँहरूलाई भनेको अस्ति बर्थडे हुने फुचीले कोतार्ने कस्तो घावै बनायो। अनि मैले हालेको पानी चाहिँ 3 दिनसम्म ओभाउँदैन। हाम्रो लसुन कस्तो मजाले उम्रियो हेर्नु न। गटङ टङ 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 लगाएर लसुन हेर्नु त कस्तो राम्रो उम्रियो। 27 वटा उम्रिरहेको थिए अहिले गनेको 44 पुगेछन्। उम्रिने रहेछन् सबै। तिते गर्लाहरू पनि उम्रिँदैछ के अरे बढ्दैछन्। खोर्सानी त झन् लह लह भएर आइरहेछन्। धेरै राम्रो भइसक्यो। धेरै फिरिसक्यो नि खोर्सानी। अनि ल कस्तो मोटा मोटा भइसक्यो। फुल त हामीले ल्याउँदाखेरि कोपिला जस्ता थिए। कोपिला त बढेकै देखिँदैन। अनि चाहिँ क्यानाडा चाहिँ अब स्प्रिङ सिजन अब समरको छाँटकाट सुरु भयो। म तपाईँहरूलाई बाहिर देखाइदिन्छु ल। यहाँको इन्भाइरोमेन्ट यति कस्तो राम्रो देखिन्छ। ब्याकयार्ड हेर्नु कति राम्रो देखिन्छ। फुल यति राम्रो राम्रो छन्। यो चाहिँ जताततै क्यानाडा अहिले पहेँलपुर छ। पुरै क्यानाडा पहेँलो देखिन्छ। सबैतिर यस्तै हुन्छ क्यानाडा अहिले। म हजुरहरूलाई बाहिरतिर पनि देखाउँछु। अहिले चाहिँ क्यानाडा पुरै यस्तो देखिन्छ। हरियाली अरू रुखको पातहरू पलाउन सुरु भयो। यो चाहिँ कलिलो पात हो। यो चाहिँ म्यापलको रुख हो। अनि यो चाहिँ अब सुरु भयो पलाउन। यति राम्रो देखिन्छ अहिले। यहाँको इन्भाइरोमेन्ट यति राम्रो छ। यति राम्रो देखिन्छ। यस्तो छ। अब यो जताततै यहाँ पहेँलो फुल फुल्छ। अनि यो चाहिँ अब यो सबै यहाँको बस्तीहरू भए कति राम्रो देखिन्छ हेर्नु न। परबाट अब रुखको पाल यतापट्टिको रुखहरूको पात पलाउनै बाँकी छ। साह्रै राम्रो देखिन्छ। हामी चाहिँ परबाट दाहिने साइडमा बस्थ्यौँ पहिला चाहिँ। अहिले सरेको हामी। यस्तै छ यताको बस्ती यताको टोल यस्तो छ। यताको टोल यस्तो छ। यो टोल एउटा टोल भयो। यो चाहिँ यता हाम्रो पार्क जाने बाटो। सकिएन बिनु अब कति हाल्छौ पानी? कति तिर्खा लागेको होला बिचरा हेर्दै। हो र तिर्खा पनि थाहा पाउँछौ है तिमीले? हेरौ न फर्सी पनि फर्सी चाहिँ सरेको थाहा पाएँ मैले। उपलाए यो थिएन क्या यो टुप्पो छैन। साना थिए फक्रेछन्। अनि यो फुल चाहिँ घरबेटीको अरे 15 दिनको 20 दिनको लागि फुल्छन् अरे। साह्रै राम्रो फुल्छ भन्दै हुनुहुन्थ्यो। अनि यो चाहिँ यो फुल्नु के अरे यो चाहिँ के पो भन्नुभएको थियो हामीलाई। यो बारी बनाउनुभन्दा अगाडि सबै थोक मासे पनि यो चाहिँ नमास्दिनु होला। यो चाहिँ साह्रै राम्रो फुल फुल्छ भन्नुभएको थियो। अनि हामीले यो चाहिँ राखिदिएको थियौँ। अनि आज के भयो भन्नु न। घरबेटी आउनुभयो होइन। घरबेटी आन्टी चाहिँ आउनुभयो। अनि के अरे के छ खबर कस्तो राम्रो लगाएका बारी कस्तो राम्रो लगाएका भनेर भन्नुभयो। अनि त्यसपछि मलाई कराउनु भयो हस्बेन्डले। ती नानीहरूले चाहिँ त्यस्तो मजाले बारीमा सागसब्जी लगाइरहेछन्। त चाहिँ घरैमा बसिरहेको पो लागेर भनेर कराउनु भयो। अनि तिमीहरूले गरेको देखेर पनि जाँगर चल्यो। त्यही भएर म पनि आज खन्दैछु तरकारी लगाउँदैछु सबैतिर गोडमेल गर्दैछु भन्नुभयो क्या। अनि तिमी कति वर्ष के भनेर सोध्नुभयो। इन्डियन हो है हाम्रो घरबेटी चाहिँ हिन्दीमा सोध्नुभयो।
अनि म यो चैतमा यो अप्रिलमा चाहिँ म 28 वर्ष कि भएँ भनेर भने अनि ओ माई गड मलाई के भन्दै कराउनु भएको थियो बिचरा त्यो 19-20 वर्षका केटाकेटीले चाहिँ बारीमा तरकारी ल्याएर बसिरहन् त चाहिँ घरैमा चुप लागेर बसिरह भनेर भन्दै हुनुहुन्थ्यो त्यत्रो उमेर भइसकेको त्यस्तो त देखिँदैन त भनेर भन्नुभयो त्यहाँदेखि चाहिँ मस्के लगातार 4 घण्टा भयो मस्के कि म त 20 वर्षकै देखिदिरहेको छु भन्छे होइन तर मैले काम गरेको ठाउँमा पनि फिलिपिनीहरू आउँथे नि त मेरो एज गेस गर्दा भनेको 18 वर्षको तर म चाहिँ 42-43 देख्छु के भएको आँखा बिग्रे आँखा चेक गर्न जाने त्यसो भए हो हजुर अब त्यस्तो 18-19 वर्षको मान्छे देखिने जस्तो मान्छेलाई 40 वर्षको देखिने भनेपछि अफकोर्स आँखा बिग्रेको केन्द्रबिन्दु लागेको होला केन्द्रबिन्दु होइन मोतीबिन्दु यस्तो छ नेपाली मोतीबिन्दु लागेको होला चेक गर्नुहोस् धन्यवाद वेयर गोइङ वेयर कता तिमीले मलाई देखाइदिनु मैले चाहिँ देखिनँ भन्यो अनि के देखाइदिन खोजेको अघि चाहिँ यहाँ म साइकल कुदाउँदै थिएँ एउटा चाहिँ लेडिजले गाडी भुइक्याएर झन्डै मरेको आज झन्डै मरेको म यहाँनिर थिएँ झन्डै ठोकी भन्नु न मरेको भन्नु हुँदैन झन्डै ठोकेको भए त जान्थ्यो नि त होइन दामी छ देखाइदेऊ त परबाट देखिन्छ कि खोइ यता आउनु त सुइया गाडी आयो अनि कहाँ ठोकी कहाँ हुनुहुन्थ्यो तपाईँ यहाँ ड्याममा पऱ्यो क्या म त के भयो भनेर अनि यतापट्टि फर्केको त यहाँनिर गाडी यहाँ देखाइदेऊ त रुखको बोक्रा सोक्रा राम राम यस्तो बनायो अनि गाडी कस्तो भयो त यस्तो रुख यस्तो हुन्छ गाडी अगाडिको भाग कच्चा कुचुक गयो अनि एयर ब्याग पनि खुल्यो ला अनि म त अनि कुन कम्युनिटीको मान्छे थियो यता खैरेहरू कि हामी जस्तो हाम्रो जस्तै अब भनौँ न उता एसियन कन्ट्रीकै होला मुस्लिम समुदायको थियो अनि बिचरा फुल लिएर गएर चाहिँ कहाँ दिनलाई फुल दिनलाई गिफ्ट दिन लिएर गएर चाहिँ बिचरा ड्याममा आएर ठोकी अनि गाडी कच्चा कुचुक भयो उत्री अनि के पुलिस आयो आएन आफै ड्राइभ गरेर लिएर गयो आफै कुदो यत्रो हुँदा पनि गाडी ठोकेको ठाउँ कच्चाको हेरी कच्चा कुचुक पारेको हेरी अनि ओ माई गड भनी अनि फेरि गाडीमा चढी अनि लिएर गयो बिचरा यस्तो बनाएर ठोक्यो बिचरा कहाँ हिँडेकी थिए है यस्तै हो कहिले काहीँ हुन्छ त्यस्तो मलाई त्यही भएर गाडी किन्न डर लाग्छ यार बेबे हो र बिनो हजुर तिमीलाई एउटा कुरा सोध्न मन लाग्यो हौ मन लागिरहेको थियो आज चाहिँ म तिमीलाई क्यामेरामै सोध्ने भएँ कतिपय मान्छेहरू चाहिँ सोसियल मिडियामा जो नेपालमा एक्टिभ हुनुहुन्छ होइन यहाँ आइसकेपछि हराउनुहुन्छ सायद विदेश आएपछि सायद त्यो समय नपाएर हो या के भयो अल्छीले के हुन्छ होइन मान्छेले अब भिडियो बनाउनु हराउनु कति हराएको देखिन्छ नि त तर तिमी यहाँ आइसकेपछि अब भनौँ न एड पनि भ्याएकै छौ अनि टिकटक पनि हाल्न भ्याएकै छौ युट्युब पनि हाल्न भ्याएकै छौ आफ्नो काममा जान पनि जबमा जान पनि भ्याएकै छौ त्यो चाहिँ कसरी भइरहेछ त्यो चाहिँ एकछिन म तिमीलाई सिङ्गल खिच्छु है त किन म यो धुस्रे अनुहार देखाउनु होइन धुस्रे भएको भए तपाईँलाई म हेर्थेँ त ल तपाईँको क्वेसन मलाई एकदम मन पर्यो मेरो चाहिँ खासमा के भइरहेछ भने कामले धेरै साथ दिइरहेछ म बिहान 4 बजे उठेर 4:30 बजे म कामको लागि हिँडिसक्छु धेरैलाई थाहा पनि होला मैले कतिचोटि भिडियो हालिसकेको छु यो विषयमा चाहिँ अनि काम चाहिँ मेरो फुल टाइम छैन 12:30 हद्दै भए 1:30 सम्म छ काम दिउँसै सकिन्छ अनि 2:30 सम्म म घरमा एनी हाउ आइसकेको हुन्छु त्यसपछि खाना खायो एक्सर्साइज गर्यो खाना पकायो युट्युबमा त मैले के हालिरहेको छु भने डेली भ्लग हालिरहेको छु डेली भ्लग भन्नाले मैले डेली बेसिसमा के गरिरहेको छु मेरो आजको दिनमा के भइरहेछ त्यही देखाउने हो त्यही भएर त्यसको लागि समय लाग्दैन ट्याकटुक बनाउँछु एडिट गर्छु हाल्दिहाल्छु होइन एडिट पनि धेरै गर्नु पर्दैन जे छ टुई हाल्दै अलिअलि काटकुट पारेर अपलोड गरिदियो टिकटक पनि बनाउँछु अब नाच्न मन लाग्छ मलाई एकदमै धेरै नाच्दाखेरि चाहिँ कसो गर्छु भने नि 100 टेक भन्दा बढी लागेको हुन्छ मलाई एउटा नाचेको भिडियो हाल्नको लागि चाहिँ त्यही पनि मलाई कस्तो एनर्जेटिक फिल हुन्छ भने हरेक टेकमा यस्तो गुड भाइब्स आउँछ त्यो 100 चोटि खिच्दा पनि मतलब मलाई जस्तो भएको हुँदैन क्या अझै धेरै एनर्जी जिउ चाहिँ लग काम नथालिसकेको हुन्छ म एकदम लखतराम भइसकेको हुन्छु अनि एडभर्टाइजमेन्ट बनाउनको लागि चाहिँ मेरो प्यारो श्रीमानले मलाई एकदमै धेरै साथ दिनुभएको छ धेरै धेरै धन्यवाद
वेलकम भन्नु। स्वागतम मेरी श्रीमती। रमनले चाहिँ कन्सेप्टको लागि धेरै नै हेल्प गर्नुहुन्छ अनि भिडियो बनाउँछौँ सकिहाल्छौँ होइन। अनि अर्को कुरा भनेको चाहिँ मलाई चाहिँ किन भिडियोमा देखिराख्नुहुन्छ भने मेरो रहसै त्यही छ। मलाई भिडियो बनाउन भनेपछि यति खुसी लाग्छ मलाई दिनैभरि आज टिकटक बनाउँला 20वटा टिकटक बनाउँला भन्दा पनि म त खुसी हो। मलाई यति आनन्द लाग्छ, मेरो स्वर्ग नै भिडियो हो। म पहिल्यैदेखि स्क्रिन टच मोबाइल फ्रन्ट क्यामेरा आएदेखि नै कसैको फोन भेटेँ भने भिडियो बनाइहाल्ने, गाउने, नाच्ने त्यस्तो खालको मान्छे हो क्या म। अनि मलाई चाहिँ रसै यसैमा छ। मलाई एकदमै खुसी फिल हुन्छ भिडियो बनाउन पाउँदाखेरि। त्यही भएर पनि मलाई हराउन मन लाग्दैन र म हराउँदिनँ होला सायद। अब चल्नु नचल्नु भनेको भगवानको हजुरहरुको माया दर्शकको हातमा छ होइन। यति धेरै मायाको दिइराख्नु भएको छ। अनि अर्को कुरा भनेको चाहिँ अब डेली भ्लग हालिरहेको छौँ। 2 दिन अस्ति हाल्न पाएनौँ यो विकमा। 2-4 जनाको म्यासेज आएको रहेछ बिरामी हुनुभयो क्या हो डेली भ्लग हाल्नु भएन त 2 दिन। मलाई त कस्तो नरमाइलो लाग्यो भनेर म्यासेज गर्नुभएको रहेछ। कस्तो खुसी लाग्यो। धेरै धेरै धन्यवाद। यसरी नै माया गरिराख्नु होला। मलाई चाहिँ बिनु के लाग्छ भने होइन तिम्रो मेहनत देखेर चाहिँ यो मान्छे यत्तिकै पपुलर भएको होइन। यो मान्छेले धेरै नै त्याग गरेको छ जस्तो लाग्छ। अब ऊ बिहान 4 बजे उठिसक्नुपर्छ र पनि 11 बजेसम्म भिडियो भ्लग भनौँ डेली भ्लग चाहिँ एडिट गरेर थम्बनेल बनाएर बसिरहेको हुन्छ। अब म 4-5 घन्टाभन्दा बढी सुत्दिनँ। म जे काम नगरी चाहिँ बसेको हुँदिनँ। झन् अहिले त मलाई कस्तो फिल हुन्छ भने 1-1 मिनट मैले प्रोडक्टिभ काम गर्नुपर्छ जस्तो लाग्छ। अनि केही न केही गरिरहेको हुन्छु, भिडियो बनाइरहेको हुन्छु, एडिट गरिरहेको हुन्छु, थम्बनेल बनाइरहेको हुन्छु। अब फेरि कस्तो हुन्छ भने युट्युब भिडियो बनाइसकेपछि थम्बनेल बनाउनु पर्यो, टिकटक बनाइसकेपछि एडिट गर्नु पर्यो, युट्युब भिडियो पनि एडिट गर्नु पर्यो होइन। मेहनत चाहिँ धेरै छ। अहिले झन् धेरै मेहनत गरिरहेको छु। सबैजनाले हेरेर एप्रिसिएट पनि गर्नुभएको छ। थ्याङ्क यू सो मच। यसरी नै हामीलाई माया गर्दै गर्नु होला। अहिले चाहिँ हामी यसो घुम्न निस्केका छौँ। आजको लागि यति नै। भिडियो धेरै लामो भइसक्यो। म यहाँको इन्भाइरोमेन्ट चाहिँ सर देखाइदिन्छु ल। यो विषयमा हामी अझै अरू भिडियोहरू पनि लिएर आउँछौँ किनभने भन्न धेरै बाँकी छ। तर अब भिडियो लामो त बनाउनु भएन नि त तपाईँहरूलाई पनि अल्छी लाग्ने गरी। फेरि अस्ति मम्मी बिहेमा जानुभएको मेरो दादाको बिहेमा खोइ कसले चाहिँ के भन्नुभएको छ भने छोरीलाई अलिक छोटो भिडियो बनाउनु भन्नु न, धेरै लामो भिडियो बनाउँछिन् भन्दै हुन्थ्यो अरे। ओइ बिने धेरै लामो भिडियो बनाइस् अरे छोटो बनायो अरे मलाई कसले पो भन्दै थियो भन्दै हुनुहुन्थ्यो। ल धेरै धेरै धन्यवाद। म यहाँको इन्भाइरोमेन्ट हाम्रो यहाँ पार्क घर नजिकैको पार्क म सर दिखाइदिन्छु ल। यो चाहिँ हाम्रो घर नजिकै 2 मिनटमा छ। यस्तो देखिन्छ यहाँको पार्क चाहिँ। पर क्यानाडाको झन्डा फरफराइराखेको छ। त्यहाँ बच्चाहरू खेलिरहेछन् र यो चाहिँ यतापट्टि र सबैभन्दा राम्रो पार्ट चाहिँ यहाँको मेरी बुढी यहाँ छिन्। बाई बाई। सब्सक्राइब गरिदिनु होला हाम्रो च्यानललाई। बिर्सिराख्नु भएको छ भने चाहिँ सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब भन्न पनि आउँदैन मलाई, के भएको मेरो जिब्रो। ओके मलाई आए पनि नआए पनि हजुरहरूलाई सब्सक्राइब गर्न चाहिँ आउँछ अवश्य थाहा छ। त्यो रेड बटनमा थिच्ने हो। ओके बाई बाई। मिठो कमेन्ट पनि छोड्नु होला।